साला यो पानीले बल्ल शीतल ल्यायो। कति घाम लाग्छ, कति गर्मी हुन्छ, जिवैभरि पसिनाले जिवैभरि पानीको मूल खुट्टा। हिजो अस्ति आमामा राति सुत्दा पनि पुरा धुमधुम्ती गर्मी, दिनमा सुत्दा पनि गर्मी, काम गर्दा पनि गर्मी, ड्युटी जाँदा पनि गर्मी। अब बल्ल शीतलता ल्यायो मौसमले। गुड, एकदम गुड, भेरी नाइस। यो हो नि त पारा। घरि पानी पर्नुपर्छ, घरि घाम लाग्नुपर्छ। एकरो घाम लाग्यो भने नि पुरै गर्मीले मान्छे फाक हुन्छ होइन र।